सम्पूर्ण मित्रहरूमा राधे राधे। आज चाहिँ हामी भान्डीर वन आदिको दर्शनको लागि वृन्दावनबाट निस्क्यौँ र वृन्दावनदेखि करिब 10-12 किलोमिटरमा रहेको भान्डीर वनमा पुग्यौँ र यहाँको कुवा जुन भगवान् श्रीकृष्णले सारा तीर्थहरूको जललाई समेट्नु भएको कुवाको दर्शन गर्दै गर्दै हामी अगाडि बढ्यौँ। भान्डीर वन चाहिँ त्यो क्षेत्र हो जुन क्षेत्रमा ब्रह्माजीले भगवान् श्रीकृष्ण र राधा रानीको विवाह गराउनु भएको छ। जय हो। यहाँनिर के हुँदैछ प्रभु? र यही क्षेत्रमा बलरामजीले प्रलम्बासुरको उद्धार गर्नुभएको थियो। तर प्रलम्बासुर चाहिँ एउटा ब्राह्मणको भेषलाई धारण गरेर आएको हुनाले ब्रह्म हत्याका दोषले गर्दा बलरामजीको रङ चाहिँ कालो हुन गयो र यहाँ त्यही विग्रहलाई सजावट गरिएको छ। के रहेछ यस्तो महोत्सव भनेको? यहाँनिर चाहिँ भगवान् श्रीकृष्ण र राधिका माताको विवाह भइरहेको रहेछ। त्यस्तो पावन क्षणमा हामी पुगेका रहेछौँ र हामी पनि धेरै रमायौँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ बर्सानाबाट यता बेहुलीको पक्षबाट भने नन्दगाउँबाट बेहुलाको पक्षबाट आएर खुब धुमधाम विवाह गर्दै हुनुहुन्छ। यो एउटा महोत्सवको रूपमा मनाइँदो रहेछ र बेहुला र बेहुलीका पक्ष एक अर्कामा चाहिँ आफ्ना भेट सामग्रीहरू आदान प्रदान गर्दै हुनुहुन्थ्यो। यो देखेर एकदमै मन आह्लादित भयो र यो विवाहको क्षणमा आनन्द लिँदै लिँदै हामी अगाडि बढ्यौँ। यहाँको महोत्सवको दर्शन गरेर त अगाइरहेकै थिएन, त्यही पनि समयको अभावले गर्दा हामी त्यहाँदेखि निस्क्यौँ र अगाडि बढ्यौँ। त्यसपछि हामी लाग्यौँ वंशीवटतिर। यही वृक्षमा बसेर चाहिँ भगवान् श्रीकृष्णले बाँसुरी बजाएर सारा ग्वालबालहरूलाई बोलाउनुहुन्थ्यो अरे। त्यहाँनिर चाहिँ अहिले पनि भगवान्ले बजाउनु भएको बाँसुरीको आवाज आउँछ भन्ने सुनेर कान थापेर यसरी मैले सुनेको, तर मैले त केही सुनिनँ। अनि त्यसपछि हामीहरूले त्यहाँनिर बसेर एकछिन भगवान्को नाम सङ्कीर्तन गऱ्यौँ। त्यसपछि हामी सुन्दर शान्त यो वनमा गयौँ अनि त्यसको आनन्द लियौँ। त्यसपछि फेरि वंशीवटलाई बाई बाई गर्दै हामी अगाडि बढ्यौँ। त्यसपछि हामी लाग्यौँ मानसरोवरतिर, जहाँ चाहिँ धेरैवटा मन्दिरहरू भगवान्का विग्रहहरू रहेछन् र पुराना आकृति कलाहरू पनि त्यहाँ राखिएका रहेछन्। मानसरोवरमा हामीले फोटो खिच्यौँ, भिडियो बनायौँ र हामी फर्क्यौँ। भिडियो हेर्नु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। यदि हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्न नभुल्नुहोला र नयाँ हुनुहुन्छ भने तपाईँले सब्सक्राइब त अवश्य गर्नु नै हुनेछ। सम्पूर्णमा राधे राधे।